यति धेरै सरलपन छ यो के कारणले गर्दा होला पैसा नभएर कस्तो भइरहेको सुन्तलाको माला लाउँदा सुन्तलाको माला गुलियो भएको चाखेर जनताले पनि भोट दिएर के हुन्छ एकचोटि यो ठाउँको माटो परीक्षण गरेर सुन्तला खेती एकजना उठेर के गर्ला र भन्छन् हेरौँला नि के गर्न सकिँदो रहेछ 1-2 वर्षमा थाहा हुने कुरा भइहाल्यो सकिएन भने कोसिस गरेको सकिएन भन्नु पर्ला नि हो कि होइन जस्तो अहिले मैले भने शिक्षा मन्त्री भएर केही गर्न कोसिस गरेकै हो केही सिक्ला आएन भनेर भन्न आएको त हो त म पनि पहिला गाउँमा काम गरेर आएको मान्छे कुछ तरीका है भीख मांगने का भोट दिन मन लाग्यो भोट दिनुहोस् जताबाट पनि आउनुहोस् ल नदिने हुन्छ ये सब क्या देखना पड़ रहा है no. ज्येष्ठ नागरिक भत्ता यहाँ आउँदैन उहाँको आँखाबाट आँसु आइरहेको छ हेर्नुहोस् यस्तो ज्येष्ठ नागरिकलाई कति समस्या छ म अब व्यवस्थापन गर्छु ज्येष्ठ नागरिकको घर घरमा पैसा no. कुछ न कुछ तो गड़बड़ जरूर है दया दिन मन लाग्यो भोट दिनुहोस् जताबाट पनि आउनुहोस् ल नदिने हुन्छ तपाईँलाई मैले भाइ बहिनीहरू भन्छु है कोही एउटा दुईटा दाईहरू परेको भए माफ गर्नु होला दाईहरू दिदीहरू छैन होला जस्तो लाग्यो मलाई दाई दिदी हुनलाई त 71 वर्ष नआएको हुनु पर्छ मकै भटमास बोकेर गोजीमा मकै भटास बोकेर गोजीमा त्यो पनि मरिन्न चुनावमा हारेर को मर्यो होइन मेरो देशको भयो
बर्बाद हुन्छ फेरि पाइँदैन